सबैलाई शिक्षका नाममा जय मसी। परमप्रभुको राजा चाहिँ नजिक छ। अब चाहिँ मण्डलीहरूमा चाहिँ परमप्रभुले काम गर्दै हुनुहुन्छ। अब चाहिँ प्रभुको अन्तिम दिनहरू अब देखा पर्दैछ। हरेकले नम्र बनाउनुहोस्, हरेकले आफ्नो पाप र अपराधलाई स्वीकार गर्नुहोस्। सबैजना फर्किनु भएको म प्रार्थना गर्छु किनभने परमप्रभुको राज्य चाहिँ नजिक छ। उहाँको राज्यको उहाँले भन्नुभएको छ मेरो राज्यमा बच्चा बच्चीलाई नरोक भनेर, किनकि यी दिनहरूमा चाहिँ परमप्रभुले काम गर्दै हुनुहुन्छ आफ्नो राज्यको कामहरू। उहाँले भन्नुहुन्छ तिमीहरूले नगरेन ढुङ्गा माटोले मेरो आराधना गर्नेछ भन्नुहुन्छ। अब यो दिन चाहिँ हामीले व्यवस्था गर्नुहुन्न किनभने अन्तिमको दिन भनेको नजिक आइसकेको छ। अन्तिमको छडी हामी पर्खिनुपर्छ परमेश्वरको, हामी पर्खिनुपर्छ परमप्रभुतर्फ, किनभने हाम्रो हृदयलाई पर्खाउनुपर्छ, हृदयलाई पश्चाताप गर्नुपर्छ किनभने परमेश्वरको राज्य चाहिँ नजिक छ। यो हिरे परमप्रभु भन्नुहुन्छ। अब रामका परमेश्वर इसाईका परमेश्वर भन्नुहुन्छ। म प्रार्थना गर्छु विशेष गरी यही भन्छु कि सबैजना फर्किनुहोस्, हाम्रो हृदयलाई नम्र बनाएर परमप्रभुको राज्यमा फर्किनुहोस्, परमप्रभुको राज्यको काम गर्नुहोस् किनभने यी दिनहरू परमप्रभुको राज्यको काम गर्ने दिनहरू हुन्। म बिन्ती गर्छु सबैजनाले यो भिडियो हेरिदिनु होला भनेर प्रार्थना गर्छु। ल हुन्छ, सबैलाई जय मसी। धन्यवाद।